find the sum of n terms of the series this भन्ने थियो पहिलो प्रश्न। यो तपाईसँग छ नै यो प्रश्न। अर्को, it is experienced that student face difficulties in learning mensuration। सामान्यतया विद्यार्थीहरू क्षेत्रमिति लाई अलि कठिनाई महसुस गर्दछन् क्षेत्रमिति सिकाइमा। What might be the cause behind it? यसका पछाडि के कारण हुन सक्छन्? Can you recommend a suggestion to make it easier for students? भन्ने कुरा छ। अर्को तेस्रो नम्बरमा, in your reading suggest better instructional strategies for teaching home arithmetic, profit and loss, money exchange अनि discount and VAT भन्ने छ। र finally, prepare a lesson note to teach the topic of compound interest। सक्रिय ब्याजको एउटा चाहिँ पाठ योजना, लेसन नोट भन्नु, लेसन प्लान भन्नु एउटै हो, एउटा पाठ योजना बनाउने कुरा सोधिएको थियो। अर्को, डिफाइन अ होमोजिनियस इक्वेसन अफ सेकेन्ड डिग्री। होमोजिनियस इक्वेसन अफ सेकेन्ड डिग्री भने के हो त्यसलाई परिभाषित गर्ने र साथसाथै जहिले पनि होमोजिनियस इक्वेसन अफ सेकेन्ड डिग्रीले रिप्रेजेन्ट द लाइन पेयर। होमोजिनियस इक्वेसन अफ सेकेन्ड डिग्री भयो कि त्यसले दुईवटा स्ट्रेट लाइन दिन्छ। यो कुरालाई तपाईले कसरी प्रुभ गर्नुहुन्छ? यसरी यो 5 वटा प्रश्न दिइएको थियो। अब तपाईहरुले गरेका मध्येबाट एकजनाको म यहाँ देखाउँदैछु, हेर्नु होला। एकजना विद्यार्थीको प्रश्न नम्बरको 1 को उत्तर भन्नुभएको छ। यहाँ सबै गरेर साध्य छैन, म थोरै बताउँछु। उहाँले ओपनिङ कसरी गर्नुभयो? डिफाइन सिक्वेन्स एन्ड सिरिज भनिएको थियो। उहाँले सुरुवात कसरी गर्नुभयो भन्ने कुरा हेर्नु होला। गणित एक व्यवहारिक विषय हो। यसको अध्ययनले विद्यार्थीहरुमा समालोचनात्मक भई चिन्तन गर्ने क्षमताको विकास गर्न सहयोग पुर्याउँदछ। यो समालोचनात्मक भई भन्ने शब्द अलिकति मिल्या छैन हैन? त्यो शब्दमा संगति मिल्या छ कि छैन? यो कुरा पनि हेर्नु होला। भन्न खोजेको कुरा ठिकै छ, गणित भनेको एउटा व्यवहारिक विषय हो हैन? यसले विद्यार्थीमा क्रिटिकल थिंकिङको एउटा क्षमताको विकास गर्छ भन्ने कुरा राम्रै भन्नुभएको छ। माध्यमिक तहको गणितमा समूह, अंकगणित, क्षेत्रमिति, बीजगणित, तथ्याङ्कशास्त्र, ज्यामिति, सम्भाव्यता र त्रिकोणमितिलाई समावेश गरिएको छ। पाठ्यक्रमको कुरा पनि ल्याउनु भयो। पाठ्यक्रममा यो कुरा समावेश गरिएको छ। के भन्दा समूह पनि छ, त्यहाँ अंकगणित, क्षेत्रमिति, बीजगणित हैन, तथ्याङ्कशास्त्र, ज्यामिति, सम्भाव्यता, त्रिकोणमिति आदि कुरा समावेश गरिएको छ। यसरी अंकगणित अन्तर्गत मुख्य रूपमा समावेश गरिएको विषय क्षेत्र सिक्वेन्स र सिरिज पनि एक हो। सिक्वेन्स सिरिज कहाँ पर्छ? सिक्वेन्स सिरिज अंकगणित भित्र पर्छ या पर्दैन? एकचोटी हेर्नुस् त। सिक्वेन्स सिरिज त लेखाइमा कति कुरा केयर गर्नुपर्छ भन्ने म तपाईलाई जानकारी दिँदैछु। सिक्वेन्स सिरिज अरिथमेटिकमा पर्छ र कम्पलसरी म्याथमा सिक्वेन्स सिरिज छ। कम्पलसरी म्याथमा सिक्वेन्स सिरिज छ कि छैन? त लेख्न पायो भन्दैमा हैन, त त्यो कुराले अर्थ राख्दछ।
तपाईले कति केयर गरेर लेख्नु भएको छ भन्ने कुरा अर्थपूर्ण हुन्छ। यो एउटा कमजोरी भयो। यहाँ समग्रतामा ओपनिङ राम्रै ढङ्गले गर्न खोजिया छ हैन, ओपनिङलाई नराम्रो भन्न मिल्दैन, तर त्यो ऐच्छिक गणितमा छ सिक्वेन्स सिरिज। छैन, तपाईहरु सबै पढाइराख्नु भएको छ नि। सबै यो पढाइराख्नु भएको छ। अल्जेब्रामा होला, अर्थमेटिकमा छैन। अल्जेब्रामा पर्छ त। अब त्यो लेख्दाखेरि यसरी अङ्कगणित अन्तर्गत भनिदिनु भएको छ नि त। त्यो कुरा मिल्यो कि मिलेन भन्ने हो क्या। तपाईको एक लेखाइले पनि तपाईँ कति केयर भएर लेख्दै हुनुहुन्छ भन्ने अर्थ राख्दछ भन्ने मात्रै मैले उठाउन खोजेको। अब सिक्वेन्स र सिरिजलाई डिफ्रेन्सिएट गर्नुहोस् भनेको छ। अब उहाँ चाहिँ बल्ल सिक्वेन्स सिरिजको परिभाषा दिनतिर जानुभयो। तर यद्यपि त्यहाँ सोधिएको छ डिफरेन्स के हो भनेर सोधिएको थियो। यस्तो डिफरेन्स सोध्दा सकभर टेबलमा लेख्दा राम्रो हुन्थ्यो। सिक्वेन्सतिर यतातिर सिरिज भनेर टेबलमा लेख्दा, तालिकामा लेख्दा राम्रो हुन्थ्यो। त यहाँ भनियो निश्चित नियममा आधारित भई क्रमशः राखिएका संख्याहरूको समूहलाई या ऑब्जेक्ट वस्तुहरूलाई पनि भनिन्छ। संख्या मात्रै सिक्वेन्समा आउँदैन। सिक्वेन्स भित्र कुनै पनि ऑब्जेक्टहरूको एउटा निश्चित नियममा आधारित भएर एरेन्ज गरिएको, कमाले सेपरेट गरेकोलाई नै हामी सिक्वेन्स भन्छौँ। जस्तै ठिकै छ, गणितमा संख्याकै कुरा आउँछ, त्यसले के फरक पर्दैन। निश्चित नियममा आधारित भई क्रमशः राखिएका संख्याहरूको समूहलाई सिक्वेन्स भनिन्छ। यो ठिक छ। जस्तो 2, 4, 6, 8, 10 एउटा निश्चित रुलमा बगेको छ। यो दुईको डिफरेन्सिएट हिँड्या छ। यसको मतलब यसपछिको 12 छ, त्यसपछिको 14 छ, त्यसपछिको 16 छ भन्न सकिन्छ। मतलब फर्दर टर्म्स क्यान बी जेनरलाइज। त्यसपछिका फर्दर टर्म्सहरूलाई यदि हामी जेनरलाइज गर्न सक्छौं, वी क्यान प्रेडिक्ट देम बाई द इन्ट्युसन भन्यो भने त्यो सिक्वेन्स हो। तर अर्को वाला चाहिँ यहाँ दुईको कमन रेसियोले हिँड्या छ। 2 दुना 4, 7 दुना 8, 8 दुना 16। त यो सिक्वेन्सको परिभाषा एकदमै ठिक छ। यहाँ पहिलो सिक्वेन्समा हरेक पद पहिलो पदभन्दा 2 ले ठुलो छ, त्यसैले उक्त पदमा 10 पछि 12 आउँछ भनी व्यक्त गर्न सकिन्छ। त्यसै दोस्रो सिक्वेन्समा पहिलो पदभन्दा दोस्रो पद 2 गुणा ठुलो छ। यो नियम हरेक पदमा सही भएकाले 32 पछाडि 64 आउँछ। त यो यहाँ कुनै विद्यार्थीलाई सिकाउनुहोस् भनिया त थिएन। खाली सिक्वेन्स र सिरिजको डिफरेन्स के हो मात्रै लेख भनिया थियो। उहाँले चाहिँ यो चाहिँ अब एउटा निश्चितमा छ भन्ने कुरा जनाउन भन्नुभयो होला। तर अब त्यही सिक्वेन्सलाई जोडफलको रूपमा व्यक्त गरियो भने त्यो नै के हो त? फेरि सिरिज हो। सिक्वेन्सलाई क्रमलाई कमाले सेपरेट गरिन्छ, अल्पविरामले छुट्याइन्छ, क्रमलाई अल्पविरामले छुट्याइन्छ। सिक्वेन्स भने अभिव्यञ्जक बन्न जान्छ, जसलाई चाहिँ प्लस साइनको मद्दतले एउटै अभिव्यञ्जक बनाउन प्रयोग गरिन्छ, प्लस साइन प्रयोग गरिन्छ। त्यो कुरा चाहिँ यसरी टेबल बनाए भए अझै राम्रो हुन्थ्यो। सिक्वेन्सलाई जोडफलको रूपमा व्यक्त गर्ने प्रक्रियालाई नै सिरिज भनिन्छ। त माथिकै सिक्वेन्सलाई के गरियो त? प्लसको रूपमा लेखेर यहाँ सिरिज बनाइयो। त दिएको सिक्वेन्सलाई सिरिजको रूपमा व्यक्त गर्दा यो हुन्छ भनिया छ। यो पनि करेक्ट नै छ। तर यो चाहिँ तालिकामा सिक्वेन्स र सिरिज भनेर लेख्या भए अझै राम्रो मानिन्थ्यो। माध्यमिक तहको कक्षामा सिक्वेन्स वा सिरिजको शिक्षण गर्दा विद्यार्थीको पूर्व ज्ञान, संज्ञानात्मक अवस्था, विद्यार्थी संख्या र शैक्षिक सामग्रीहरूको उपलब्धता अनुसार विभिन्न विधिको प्रयोग गर्न सकिन्छ भनेर भन्नुभएको छ। जहाँसम्म त्यो चाहिँ
यो सिरिजको सम निकाल्ने कुरा छ नि, त्यहाँ प्रश्न हेर्नु भएको छ तपाईले, प्रश्न हेर्नुभयो? यहाँ हेर्नुहोस् त, हाउ डु यु गाइड योर स्टुडेन्ट्स, तपाईँ आफ्नो विद्यार्थीलाई कसरी सहजीकरण गर्नुहुन्छ या निर्देशित गर्नुहुन्छ टु फाइन्ड द सम अफ एन टर्म्स, यस्ता एन टर्महरूको सम निकाल्न कसरी गाइड गर्नुहुन्छ। यो वालामा कमन रेसियो 2 छ, यो वालामा कमन रेसियो 1/2 छ, फरक त्यति हो। त यो कुरालाई उहाँले देखाउन खोज्नु भएको छ। त अब यहाँ चाहिँ माध्यमिक तहको कक्षामा सिक्वेन्स वा सिरिजको शिक्षण गर्दा विद्यार्थीको पूर्वज्ञान, संज्ञानात्मक अवस्था, विद्यार्थी संख्या र शैक्षिक सामग्रीहरूको उपलब्धता अनुसार विभिन्न विधिको प्रयोग गर्न सकिन्छ भनिएको छ। अब ठ्याक्कै विभिन्न विधि त भनियो, तर कुन कुन विधि भनेर यहाँ केही कुरा गरेका छैन। अलिकति आगमन विधि, प्रश्नोत्तर विधि पनि भन्या भए राम्रो हुन्थ्यो कि भन्ने हो। त दिएका यहाँ उहाँले त प्रब्लम सोल्भिङ मेथड प्रयोग गर्नु भएको छ। जर्ज दुपोल्ल्याले दिएका 4वटा चरणहरू, समस्यालाई बुझ्ने हैन, प्लान बनाउने, योजना बनाउने, योजना कार्यान्वयन गर्ने र अन्तमा फर्केर हेर्ने भन्ने छ नि 4वटा चरण। त उहाँले लेखेका कुरा यस्तो हो हैन, आफूले लेख्दाखेरि के ख्याल गर्ने विचार गर्नु होला। दिएका सिरिजको शिक्षण गर्दा पनि विभिन्न विधिहरूको प्रयोग गर्न सकिन्छ, जस्तै समस्या समाधान विधि, समूह कार्य, आगमन विधि, यहाँ कुरा उल्लेख गर्नु भएको छ। समस्या समाधान विधि यहाँ प्रयोगै गर्नु भएको छ। अनि समूह कार्यमा विद्यार्थीहरूलाई एकअर्कामा समूहमा कार्य गर्न दिने, अर्थात् विद्यार्थी केन्द्रित सिकाइलाई जोड दिने भन्ने कुरा पनि गर्नु भएको छ। त्यो राम्रै कुरा हो। यहाँ नमुनाको रूपमा समस्या समाधान विधि प्रस्तुत गरिएको छ, जहाँसम्म त्यो 1 + 2 + 4 + 8 को एन टर्महरूको सम निकाल्नु छ, यसमा उहाँले समस्या समाधान विधि मार्फत गर्नुभएको छ। यो कस्तो सिरिज हो सोध्ने, कस्तो सिरिज हो? एरिथमेटिक सिरिज हो, समानान्तर श्रेणी हो, कति साझा अनुपात कति हो भनेर सोध्ने भने साझा अनुपात सेकेन्ड बाई फर्स्ट टर्म, थर्ड बाई सेकेन्ड टर्म, फोर्थ बाई थर्ड टर्म सबैमा 2 आइरहेको छ। त प्रश्नोत्तर विधि पनि उहाँले प्रयोग गर्नुभयो, मतलब विद्यार्थीलाई इन्गेज गराउने काम पनि गर्नुभयो। क्रियाकलाप 2, समस्यालाई बुझिसकेपछि समाधानको योजना बनाउने, समाधानको लागि सूत्र हामीले यदि ज्योमेट्रिक सिरिज हो भने ज्योमेट्रिक सिरिजको एन टर्महरूको सम निकाल्ने फर्मुला a × r−1/r−1 भन्ने प्रयोग गर्ने भनेर छलफल गर्ने। त्यसपछि यो प्रश्नमा a भने 1 छ, कमन रेसियो भने 2 छ, अनि एन टर्मको सम यहाँ राख्दाखेरि यति आयो। अब यो यति आएको कुरालाई चेक पनि गर्ने के, जसरी n = 5 हुँदा 5वटा टर्म 1 + 2 + 4 + 8 प्लस यसपछिको टर्म 16, यी जोड्दाखेरि 16 + 8 24, 24 + 4 28, 28 + 2 30, 30 + 1 31। त यहाँबाट पनि S5 भनेर आउँछ कि आउँदैन, यो सूत्रले दिन्छ कि नै, सम अफ 5 टर्म, n का ठाउँमा 5 राख्दा 2 को पावर 5 - 1, त्यहाँबाट पनि 31 नै आयो। त यो नतिजा ठीक छ। त्यही भएर हामीले भन्न सक्छौं कि सम अफ एन टर्म्स को त्यो फर्मुला जो छ, त्यो फर्मुला अनुसार निकालिएको यो Sn = 2 to the power n-1 इज करेक्ट। यसरी विद्यार्थीलाई सहजीकरण गर्न सकिन्छ। जहाँसम्म अर्को केस छ, अर्को केसमा फर्स्ट टर्म 1 छ तर कमन रेसियो 1/2 छ। त यहाँ पनि फर्मुला त्यही हो, या 1 - r को पावर n अपन 1 - r प्रयोग गर्न सकिन्छ, त्यसले केही फरक पर्दैन, माइनस कमन लिएर कुरो उही हो। तर कुरा यहाँ कमन रेसियो 1/2 भएको अवस्था छ र यहाँबाट पनि यो nth टर्म सम अफ n टर्म यति निकालियो। त यदि n = 3 भएको भए सम कति हुन्थ्यो होला? यहाँ पनि n = 3 हुँदाको सम निकाल्ने, 1 + 1/2 + 1/4 जोड्दा कति हुन्छ भनेर चेक गराउने,
यो फर्मुलामा n का ठाउँमा 3 राख्दाखेरि त्यो दुईटै मिल्यो या मिलेन त्यो पनि हेर्नु लगाउने। यहाँ हेर्नुहोस्, यो गरेछ। यहाँ सूत्र लगाएर पनि 7/4 आयो। अनि 1 + 1/2 + 1/4 यो तीनवटा टर्म जोड्दा पनि 7/4 आयो। यसको मतलब n टर्महरूको सम, n भन्या 10 वटा 15 वटा, हामीलाई चाहिए जति नम्बरहरूको सम चाहिँ त्यो फर्मुलाले दिदो रहेछ। त यसरी nth सिरिजको nth टर्मको जोडफल n वटा टर्मको द सम अफ n टर्म्स अफ द सिरिज हो। nth टर्मको जोडफल होइन कि n वटा टर्मको जोडफल हो। पत्ता लगाउन विद्यार्थीको संज्ञानात्मक अवस्था, पूर्व ज्ञान, विद्यार्थी संख्या आधारमा शिक्षणले, यो अलि भाषा मिल्या छैन, शिक्षणले विश्लेषण गरी आधारमा शिक्षण गर्दै, शिक्षण गरी आधारमा विश्लेषण गरी भन्न सकिन्थ्यो। यहाँ अलि भाषा मिलेन है, यस्ता कुरा पनि ख्याल गर्नु होला। साथै दिइएको समस्या समाधान गरिसकेपछि अभ्यासका लागि उस्तै ढाँचाको समस्या दिई समाधानलाई कक्षामा प्रस्तुत गर्न लगाउँदा थप प्रभावकारी हुन सक्दछ। त अब यो क्षेत्रमितिमा जानुभयो, यो क्लोजिङ तिथि, यसको निष्कर्षमा हैन हामीले अलि यो रूपान्तरणकारी सिकाइ, विद्यार्थीको स्टुडेन्ट चोइस एन्ड भोइसको कुरा, वन साइज फिट अललाई इग्नोर गर्ने कुरा, अनि बहुचक्रिय सिकाइको कुरा काहीँ न काहीँ आउनु पर्थ्यो। या त ओपनिङमा आउनु पर्थ्यो, या त इन्ट्रोडक्टरी पार्टमा आउनु पर्थ्यो, या चाहिँ यो अन्तमा निष्कर्ष खण्डमा आउनु पर्थ्यो। त्यति राम्रोसँग आएन। त्यही भएर यो औसत उत्तर हो। 10 नम्बरमा यसलाई 10 नम्बरमा 6 देखि 6.5 नम्बरसम्म आउन सक्ला भनेर भन्न सकिन्छ। इन्फाइनाइट सिरिजको फर्मुला लगाउन त सकिन्थ्यो, तर n टर्मको मात्रै सम भन्या हुनाले हामीले इन्फाइनाइट लगाएनौँ। इन्फाइनाइट यस इन्फिनिटी सोध्या भए a/1/r लगाइन्थ्यो एडु भाइ। तर यहाँ त अब अहिले लगाउन मिलेन नि। यो r<1 भएको अवस्थामा तपाईको प्रश्न ठिक छ है, प्रश्न चाहिँ ठिक छ, तर यो सिरिजमा n टर्मकै सम निकाल भन्या छ, इन्फाइनाइट टर्मको सम भन्या छैन। हाउ डु यु गाइड द स्टुडेन्ट टु फाइन्ड द सम अफ n टर्म्स नै भन्या छ। इन्फाइनाइट टर्म भन्या भए यसको इन्फाइनाइट सम पनि निकाल्न सकिन्थ्यो, तर त्यो नभन्या हुनाले हामी त्यता नगएको हैन। इन्फाइनाइट सम निकाल्न के हुनुपर्छ, ज्योमेट्रिक सिरिजको कुनै पनि कमन रेशियोको मान अर्थात् कमन रेशियोको मोडुलस भ्यालु <1 भयो भने त्यति बेला एस इन्फिनिटी निकाल्न सकिन्छ। तर हामीले अहिले प्रश्नले नै n टर्मको सम मात्र भन्या हुनाले हामी त्यता नगएको। तर यसको निकाल्न सकिँदैन एस इन्फिनिटी, बिकज यसको कमन रेशियो त 2 छ, व्हिच इज ग्रेटर देन 1। वी क्यान नट क्याल्कुलेट इट्स इन्फाइनाइट सम। यसको इन्फाइनाइट सम निकाल्न सकिँदैन। पहिलो सिरिजको सकिँदैन, दोस्रो सिरिजको सकिन्छ। त यो तपाईले भन्नुभएको कुरा ठिक छ। अनिवार्यमा पनि राखेको छ अहिले, ठिक छ। यो 6 देखि 6.5 नम्बरसम्म आउने हो यसमा। अब यो आन्सर भने अब मध्यम खालकै हो, अझै 7 देखि 8 नम्बरसम्म ल्याउन सकिन्थ्यो यसमा। तर जति लेख्नु पर्ने हो त्यति लेखिएन। मुख्य कुरा